हेलो हाई गाइज दर्शन नमस्ते सेवा सबैजनालाई वेलकम छ। टक्क लगाएर त्यही बेला चाहिँ अरूको बारीको केराबारी होइन आफ्नै बारीको केराबारीबाट यो लाइभ भिडियो बनाउँदैछु। टक्क यता छिमेकी हजुरबा हुनुहुन्छ। यति बेला यो आफ्नै बारीको केरा है गाइज, यो चाहिँ यहाँनिर फलिराख्नु भएको छ। आफ्नै बारीको केरा आफ्नै बारीभित्र परेर चाहिँ यता परतिर के घन्सी के रोप्नु भएको छ। अनि सिमाना चाहिँ टक्क लगाएर यहाँ छ। यहाँदेखि यो तलसम्म हेर्दै जान सक्नुहुनेछ। यो पहिलो किला भयो। अनि अस्ति नापी जोखी गरेँ त किला गाडेको थियो। अनि आज धागो लिएर मैले यसो खेततिर सिमाना लाउने तर्खरमा आएको गाइस। तर घामले गर्दा धेरै गाह्रो भएको छ अवस्था। यति बेला टक्क लगाएर यो दोस्रो नम्बर किला यता चाहिँ यति पहिले अब त्यही हो सिमाना नछुटिएको हुनाले त्यो पल्लो हो यो देख्दै गर्नुभएकोदेखि यहाँसम्म चाहिँ अलिकति जग्गा यता आएको थियो या मिचिएको थियो। अनि अहिले चाहिँ अब सम्झौता भएर आफ्नो आफ्नो बनाइसकिएको छ। यहाँ चाहिँ उहाँहरूले पोखरी खन्नु भएको थियो पहिले। यो चाहिँ दोस्रो नम्बर किल्ला है गाइस, दोस्रो नम्बर किल्ला। अनि टक्क लगाएर अनि यहाँ चाहिँ यहाँदेखि देख्नुहुन्छ यहाँ चाहिँ पहिले पोखरी खन्नु भएको थियो क्या। अनि आधी पोखरी चाहिँ मेरो जग्गातिर पर्यो, आधी पोखरी चाहिँ उहाँहरूको जग्गातिर पर्यो। अनि अहिले सम्झौता गरिहेरी पोखरी पुरिसक्नु भयो। त्यही भएर अब सम्झौता छ। धेरै टाढाबाट आएको म। अनि यति बेला फेरि उहाँहरूले यता तलतिर अर्को पोखरी खन्नु भएको छ गाइस। कोरालो खन्तीको बेहालत घाममा त्यता त्यस्तो छ गाइस। अनि यति बेला चाहिँ यो तेस्रो नम्बर किल्ला देख्दै हुनुहुन्छ। तेस्रो नम्बर पिल्लर, तेस्रो नम्बर पिल्लरदेखि उँधो चाहिँ फेरि यो ठ्याक्कै धागो देख्दै हुनुहुन्छ सिमाना। यो सिमानामै फेरि छिमेकीहरूले पोखरी खनिदिनु भएको छ। अब केही छैन समस्या। अब 1-2 फुट या 2-3 हात परतिर खनिदिनु भएको सजिलो हुने थियो। तर अब अरू समस्या भन्दा पनि अहिले भन्दा पनि बर्खामा चाहिँ पहिरोले गर्दा यताको उता जान सक्ने सम्भावना छ। यो पोखरी चाहिँ लगभग 10 फुटभन्दा बढी होला अनुमानित। यो चाहिँ चौथो नम्बर पिल्लर गाइस। यसै गरी आज सिमाना गाइएको छ। यसरी यो पाँचौँ नम्बर पिल्लर है गाइस, यो 5औँ नम्बर पिल्लर। अनि यतादेखि उता पनि धागो तान्नु भएको छ। यता तलतिर चाहिँ एउटा चौधरी दाईको पर्नुहुन्छ। यता चाहिँ 3 सिना दाईहरू हुनुहुन्छ। 21 साल किनेको जग्गा हो यो। यता घर बनाएर बसिसक्नु भएको छ। यो चाहिँ 5औँ नम्बर पिल्लर। अनि सरर लगाएर यो चाहिँ रुमालले पाराको जग्गा छ। टक्क लगाएर 4 पाटे छ यो जग्गा चाहिँ। अनि यति बेला म लाँदैछु सरर यो चाहिँ पछाडिपट्टिको भाग है गाइस। टक्कै बराबरी रुमालले पारै छ। यहाँ आली लाउन बाँकी नै छ। पहिले चाहिँ यो आली यहाँ माथि थिएछ जस्तो थियो त्यस्तै लगभग अब 10 फुटभन्दा बढी त्यो तलमाथि भएको रहेछ यतापट्टि तलतिर पनि। अनि सबै कुरा अब अनमिलै नापी किला गाडिसकिएको छ। यो चाहिँ 5औँ 6औँ नम्बर पिल्लर यहाँ छ। अनि यसै गरेर यता परतिर चाहिँ यो दाइको पर्छ यता मेरो। अनि सरर लगेर यता पनि यो चाहिँ अब मुखपट्टिको साइड सधेरी उता भनेको दाइ नै, यता देब्रेपट्टिको सधेरी चाहिँ आफ्नै दाइ हुनुहुन्छ। यहाँ पनि पहिले यो अब हामीले मिचेको होइन, यो किन्दै यस्तो थिएछ। अनि यो दाइपट्टि गएको रहेछ अलिकति आली, यसलाई पनि मिलाउनु पर्नेछ। यस्तै छ गाइस। रहर होइन बाध्यता हो, परिस्थितिले गर्दा यो तातो घाममा 12 बजेको घाममा म यहाँ आएर काम गर्न बाध्य भएको छु होइन। त्यही हो, के भनौँ आफ्नो मान्छेलाई भनौँ के भनौँ, ढुङ्गो टिपी के खानौँ भन्ने एउटा उखान थियो। त्यस्तै हो, पहिले नै सबै गरिदिएको थियो भने यो दुःख मैले पाउने थिइनँ। पहिले सल्लाह सुझाव त दिएकै हो। टक्क लगाएर यो 7औँ नम्बर पिल्लर 1 2 3 4 5 6 7 नम्बर 7वटा पिल्लरले चाहिँ घेराबारा गरिएको छ। अगाडिपट्टि चाहिँ ठ्याक्क मुख यति छ, यहाँ 64 फुट छ मुख गाइस। अनि यस्तै हो। अब यहाँ धानको बिउ राख्ने बेला हुँदैछ। अनि यहाँ चाहिँ आफ्नै बारीको केरा भन्थ्यो, अर्काको बारीको केरा भन्दै हिँड्थ्यो। अहिले आफ्नै बारीको केरा गाडीमा छु। अनि यता बाटो भयो पर मेरो गाडी चाहिँ घाममा पुरै
छततिर बसेको अवस्था छ गाइस। यस्तै हो। भिडियो के कस्तो लाग्यो हेरेर पक्कै पनि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। जस्तो लाग्यो त्यस्तै कमेन्ट गरिदिनु होला, सल्लाह सुझाव दिनु होला। उतातिर पनि राई दाइहरुकै हुनुहुन्छ, त्यहाँनिर देख्न सक्नुहुन्छ। अस्ति होम पाइप लाएर पुर्दै हुनुहुन्थ्यो। यता घर छ, धेरै वर्ष पहिले। हल्का बोली मेरो तोते आइराखेको होला गाइस। हिमाली भेगको चौरी गाईको छुर्पी खाइराखेको छु, त्यही भएर हुनसक्छ। जहाँ जहाँ हुनुहुन्छ तपाईँहरू स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, खुसी रहनुहोस्। सधैँभरि अरूलाई सम्मान गर्नुहोस् अनि आफूले पनि सम्मान पाउनुहुनेछ। अनुशासन नै मान्छेको गहना हो भने स्वास्थ्य नै धन हो, सरसफाइ नै शान हो। जय नेपाल, जय ब्लग, RAA ब्लग। धन्यवाद, थ्याङ्क यू सो मच।